ल हेर यो अलि त्यो चिट्टीबाट ल बाबा हेर है क्यान्सर लागेको छ यसलाई 10 रुपैयाँ दिनु बोल त किन गयो हात चिप्लिने है हात चिप्लिको लगाइ रोकिन मेरो सब्स्क्राइब गरे राख्न युट्युब च्यानल यहाँ त तु हाल्न दिनु ल खै ल्या ल सो हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल आइप सबजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै आरामै फेरि पनि न्यू ब्लग अहिले चाहिँ ट्याक्क लाएर म कहाँ छु भन्दाखेरि हाम्रो स्कुल ब्याकग्राउन्डमा देखिसकेँ होला स्कुलतिर आएको थिएँ म यस्तै घुम्न भनेर आज यस्तो बिदाको दिन शुक्रबार हो यस्तोसँग घामसाम लागिरह विद्यार्थीहरू खेलि पनि राखन् पछाडि के गर्ने आफू खेल्न नजान्ने त्यही भएर हर्सर धोएर आइदिएको कालो हुन्छु भनेर म चाहिँ खेलिरहेको होइन त्यही भएर अब चाहिँ यता फेरि घामको उसले भलिबल खेल्दाखेरि तयारी हो यो गेम छ 10 गतेदेखि त्यही ब्याट बल खेल्दाखेरि र यता लाने खेलकुदको तयारी भइरहेको छ सो अब चाहिँ त्यही हो अहिले चाहिँ हामी त्यो बाटो जानुपर्छ मस्तसँग त्यो डाँडा हुँदै त्यो बाटै घुम्दै जान्छु सो त्यहीँ देखाउँछु बाँकी चाहिँ हेर्दै गर्नु होला सो अल राइट गाइज अहिले चाहिँ म ट्याक्क लाएर बाल्नेमाडुको डाँडामा त गएन किनकि डाँडा चाहिँ माथि छ किन भन्दाखेरि त्यहाँ मान्छेहरू लास्ट छन् कि हल्का बच्चाहरू टर्ने मान्छे हल्ला धान कि जे भए त्यही बोल्ला म त्यही भएर किचकिच ठिक लाग्दैन ट्याक्क लाएर पहाडी डाँडातिर पनि घाम लागिरह घाममा यति यो डाँडातिरमा छिटो छाइलो आइजान्छ कि यो घामको ठिक छ केही छैन त्यहाँनिर त्यो डाँडामा जानुपर्छ मस्तसँग बाल्नेमाडुको डाँडोमा बाबु मेरो बाबु के छ बाबु ठिक छ मेरो नाम यहाँ न तु सब्सक्राइबर हो कि न मेरो सब्सक्राइब गरे राख्न युट्युब च्यानल यहाँ त तु पछि जाऊँ न यार मेरो सब्सक्राइबर भाइ भेटिसकेको छ फाइनली हेलो गाइज भन्न केही भन्न ल म के भन्नु त्यही भन् ल भन् हेलो गाइज के छ कस्तो हुँदैछ भन सोध्न कुरा केही आएर अब तँ भन्न जान्दैन अब सब्सक्राइब भन्नु है म के भन्नु त्यही भन् केटाहरूलाई पनि बोला अरू सब्सक्राइबर भाइहरू मेरो फ्यान क्रेज हेर न पहिला मेरो फ्यान क्रेज हो कि न भाइ हो कि नै ठिक छ कि नै मेरो भिडियो हेर्दा कि नै कसो मान्नु मेरो भिडियो एकदम भन ल थ्याङ्क यू ह्यान्डसेक गर ल हेर्दै गर्नु है ए ल त्यो पनि हेरे भाइले चाहिँ अब युट्युब भनेर फेसबुकमा हेरिरह होइन हो कि नै ल ठिक छ जहाँमा हेऱ्यो भने हेर्नु हेरे अहिले युट्युबमा नहेऱ्यो भने फेसबुकमा हेरेको कि नै गुन्डाहरू हेरेको कि नै अनि हेर यो युट्युबमा हेर्दा कि फेसबुकमा हेर्दा है युट्युब मेरो युट्युबको नाम भन् त्यो होइन आजभोलि मेरो चेन्ज भएर नवीन भण्डारी भ्लग 05 छ देखाउँ आइडी यिनीहरूलाई देखाउनु पर्दैन यो पहिलाको युट्युब च्यानलमा सब्सक्राइबर रहेछ यिनीहरू आजभोलि फेरि मैले नयाँ खोलेको छु नि त त्यहीमा हाल्छु सुन नयाँको नाम के थाङ्ने यो तिमीहरूको भिडियो काम आउनु थाङ्ने नवीन भण्डारी भ्लग 05 बुझि अहिले तिमीहरूलाई देखाउँछु हेर है ल बाबु ल खतरा खेल्दो रहेछ न कहाँ सिक्यो यिनीहरूले यसो खेल्न ए ल हेर यो अलि त्यो चिट्टीबाट ल बाबा हेर है के भन्ने त अब केटाहरू आफ्नै छ पारा मस्तसँग होइन हो कि नै चिल पारामा हो न हेर यो अर्को यो काक्तीको डाङहरू म पनि सक्दो छैन खतरा खेल्दैछु है म आउनु जयको भाइ त्यही भिडियो बनाउनु नि त भाइ म दारू खाए मान्छे दारू खाए मान्छे ठिक हुन्न भिडियो बनाउन छोडिदियो जो बोले पनि केही छैन हामीलाई हामी चाहिँ अब ट्याक्क लाएर घर जान्छौँ यहाँबाट डाँडातिर भाइहरू रमाइलो गरेर राख्ने कि त्यहाँ म पनि बच्चा बेला उता हाम्रो गाउँ हुँदाखेरि खेल्थेँ आजले छोडिसकेँ मैले त्यस्तो हरकत देखाउनु नि त बच्चा हो कि नै ठुलो हो कि म सानो भन् त बाबु ठुलो भइसकेपछि त्यस्तो सानो केटाकेटीका चाहिँ काम दिएन नि त त्यही पनि एक खेल्ने रहन्छ यहाँ क्यामेरा समात तु बच्चा बेला खेले पनि अझ खेल्नु म ल सो गाइज म चाहिँ अब जाँदैछु चलो चैमारी हात चिप्लिने ल
हात चिप्ला मेरा ऊ लायो क्या मैले ल खेल ल बाबा छोड हामीलाई जान्दै एक दिन आउनु यस्तरी पढाएँ यार म हात चिप्ला भएर ल ल केटा बाई ल हेर्नु है ल सो अब चाहिँ हामी यताबाट ट्याक्क जानुपर्छ सिधा बजार हात पुरै रातो भइहाल्यो यार पुरै हिँडिरह्यो पऱ्यो कसले के राख्यो बालु हो कि हो कसले राख्यो तु राखे ल ठिक छ तु जाने मसँग बजार तेरो घर कहाँ नि हो ल ल है बाबु भाइ ल केटाहरू ल ठिक छ अब चाहिँ हामी यताबाट चल्नुपर्छ घरतिर अब आज चाहिँ अब यसो कहीँ जान पाइएन के गर्ने काम पनि थियो नि त त्यही भएर कामसाम पनि गर्नु पऱ्यो नि त्यही भएर म चाहिँ काममा गर्न लगाएको थिएँ यहाँदेखि बजारको भ्यू चाहिँ उता मस्तोसँग देखिन्छ नि त उता डाँडातिर ल ठिक छ भोलि चाहिँ अब के कस्तो हुन्छ भोलिको भल हिजोको सो हेर्नु भएन भने हेर्नु होला यो चाहिँ मेरो नयाँ युट्युब च्यानल हो सबैले सब्सक्राइब गर्नु होला बेल आइकनलाई पनि दबाउनु होला तँ अहिले आउनु नभन्नु त भाइ आइहाली त ल ठिक छ आयो भने पनि ठिक छ ल केही छैन यसलाई चाहिँ म अब केटाहरू मेरो भ्युवर्सहरू यिनीहरू यो मेरो आफ्नै डोजर हो कि बाबु यो मैले यता साइडमा राखिरहेको छु यो डोजर थाहा छ कि नै त्यो ट्रक छ नि त्यो ट्रक पनि मेरै हो कि यो तँलाई लैजा है मैले बेचिदिएँ यसलाई यो लैजा यो नगरपालिका कहाँको भन् त बाबु कहाँको गाडी हो यो आ त तेरो डिल हान्छु मैले साइडरको डिलमा कसले अहिले चाहिँ ट्याक्क लगाएको नि यो आज पेले आउन नै यिनीहरू काक्ती यस्तरी पेले त खालिदिए छ्याउ छ्यो लड्ड परे बाख्रा लड्ड लाग्यो कि छ्यो यहाँ अब भन्छ यो फेरि खाने के चोक यो भोलि फेरि भोलि पेल्ने हो नि यो उता त्यो अमा के तेल त्यो के अरे उपेल्ने ठाउँमा जाँच हो के हो त्यो जाँच 3.5 सो त्यो चाहिँ हो अब त्यो यो चाहिँ आज फेरि तिमीलाई खान भोलि पेल्ने हो त्यो चाहिँ यो चाहिँ आज पेलेको यसको पेल्ने चिज देखाउँछु म केमा पेल्छन् भन्दाखेरि यसको पेल्ने यो जाँत हो कि आहा कहीँ यो पेल्ने चिज चुक पेल्ने मेसिन हो यो यसको चाहिँ फुल भिडियो भोलि देखाउँछु ट्याक्क लगाएर यो छ नि यत्रेमा हाल्ने यो चाहिँ यस्तरी हाल्ने होइन पेलिदियो अहिले बटको ल्यायो है म पेल्छु है एउटा ट्राई गर्छु कस्तो हुँदो रहेछ है भोलि पेल्छु यहाँ 5-6 दाना हाल्ने पिचिक्कै अहिले झोल निकालेर खान्छु म यसमा ल ल हाल यसमा बटको लगाऊ त त्यो पनि हाल त्यो खाने हो कि म पानीमा हालेर अहिले यो छ नि यसमा चाहिँ अब पेल्छु है यो बिस्तारै है ऊ आयो लोकल स्टाइल हो यो कति आयो भयो पेलियो यस्तरी पेलियो यस्तो खै त्यो फर्काउने फेरि निकाल्यो फेरि त्यति यसमा कति दाना हाल्नु 5-6 दाना त जानु सक्दैन ऊ आयो ल खै ल्या ल सो अल राइट यति आयो होइन तान्दियो त्यो तानेर राखिदियो खै ल यस्तरी पिची आयो खै यस्तरी पुरै पिचिक्कै खै बजे ल चुक यसलाई चाहिँ अब म के गरेर खान्छु भन्दा सो अल राइट गाइज मैले चाहिँ अहिले यसमा छ नि यो पेलेर क्या ट्याक्क लगाएर यो यसको जुस बनाएर ल्याइसकेको छु पेलेर अब त्यसलाई चुक धेरै भयो त्यसको त्यसमा पुहाल्छ यसमा
ऊ त्यो देखिरह नि माथिबाट हालेपछि तल सल्लक्कै पेलिन्छ यहाँ पुच्चीको यो बिग्रिएको थियो त्यही भएर चिनी हालेको एकदम चिनीमै बचिया रहेछ चिनी चाहिँ खान्न मलाई फेरि चिया रोटी खानुपर्ने हो ल अन्जा फेरि झाडिराख नै भोलि फुल भिडियो भोलि देखाउँछु कि यो कागती पेलेको आज चाहिँ अब म थिएन अघि नै घर म त धारातिर गएको थिएँ त्यही भएर मलाई टाइम पनि भएन हल्का किन कराइराख केटा हट सालेहरू अनि चाहिँ त्यही भएर अब भोलि देखाउँछु म बाँकी भिडियो ला चिसो पनि भइरहेको म चाहिँ अघि नास्ता खाँदैन त्यो चिया रोटी फेरि यसमै हालिदिएको ब्ल्याक टी दुधको चिया सकियो मौसम चाहिँ बबाल देखिरहेको छ ऊ यता भ्यू डाँडातिरको आकाही दूर यो पछाडि छ नि यो बादल लागेपछि चाहिँ बबाल देखिन्छ कि यो पछाडिको सिनहरूमा त्यसमा चाहिँ बादल लागिदिनुपर्छ यस्तो गोबरबाट यस्तो भिडियो बनाउन मजा आउँछ कि तर अहिले चाहिँ बादल सादल केही छैन नि त ऊ त्यो डाँडातिर सन घामको मात्रै देखिरहेको भवालमा सो अब चाहिँ अनि त्यही हो बाँकी चाहिँ अब आजको लागि यति नै भोलि चाहिँ शनिबारको दिन हो कागती जान लाने भोलि कसरी पेल्छन् र सब फुल भिडियो देखाउँछु सो त्यही नै हो बाँकी चाहिँ च्यानलमा नहुन्छ सब्सक्राइब गर्नु होला र बेल आइकनलाई पनि दबाउनु होला अघि चाहिँ त्यो डाँडा गएको थिएँ म अब भाइहरू भेटिएको थिएँ त्यही फुच्चाफुच्चीहरू रमाइलो गरेको सो त्यही नै हो बाँकी चाहिँ हेर्दै गर्नु होला च्यानलमा नहुन्छ सब्सक्राइब गर्नु होला बेल आइकनलाई पनि दबाउनु होला भन्दै बिदा हुन्छु धन्यवाद